Hi everyone, welcome again. फेरि पनि तपाईहरुमा म मुकबाङ भिडियो लिएर आइसकेको छु र तपाईलाई मेरो च्यानलमा स्वागत छ है। आज मेरो मुकबाङ भिडियोमा छ मोमो है, भेज मोमो हो यो चाहिँ। अनि यहाँनिर रहेको छ टमाटर र सुर्पीको अचार, अनि यहाँनिर रहेको छ सुप है। यो सुपमा चाहिँ ब्रोकौली, त्यहाँदेखि कोपी, गाजर है, अन्त त्यहाँदेखि यहाँनिर मैदा रोटी उप्रियो मोमो पकाउँदै है। अनि यहाँ मैदाको यसरी नुडल्स जस्तो काटेर हालेको पनि छौँ, यसरी बस्दा हुन्छ। सो तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, मेरो भिडियोहरु वाच गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, शेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् है त। सो सुरु गरे है, नबोलिकन तत्त खाइहाल्नुपर्छ, मिठो लाग्दैन। पाकेछ मोमो हो। कति रहेछ नगनिकन हालेको है। आज चाहिँ अब मेरो बर्थडे पनि हो, केही छैन, यसो त्यसो मोमो पार्टी नै हुन्छ। गाली त जा, तिमीले खानु हुँदैन यो, म दिन्छु मामाले ल। हरियो मसला हाल्नु थिइस् केमा? अचारमा? हरियो हालेको थिएँ, सुक्खा थिएन। ल हरियो मसला डम्मै बनाउँछ नि त। जा जाके सोच्दा बिहाबु जा, भोक लाग्यो। हेर्नु नि यो त तेरो नाकहरू आउँदैछ मेरो भिडियोमा। चाली जा, उता जा, उता जा, जा। तैँले खाँदैनस् पनि उता जा, अटेको त गयो यिनीहरूलाई। अब म अब पिर्छु ल। मिठो भएछ है मोमो, मिठो लागेन? मिठो लाग्यो। एक मुठी झन् सबै मैले हालेको भन्दा पनि हुन्छ है। एक डबल त यहीँ छ। कम्ती दिएनु जो नुन हालेको छ, दिने बानी नगर्नु यिनीहरूलाई। यही कपै पार्दो रहेछ त अन्त, खाएन हो। यस्तो छ अन्त खान्छस् तिमीले? मासु खाएको होइन त केटाकेटीहरू? जा सोच, जा जा। खाइहालेर पाकोस् पाकिँदैन रहेछ त्यो। अलिक यी खान एक दिन यहाँ अघि त अचार मुन्दैन मलाई।
नुन लागेन सुपमा नुन बिसवटा भन्दा बेसी खाइसकेको छ क्या मोमो लिनु मिठो भएछ उम्. अस्मिता वा अचार मलाई चाहिँ मोमो यस्तो पातला अचार मिठो लाग्छ है बाक्लो भन्दाखेरि चाहिँ आफ्नो आफ्नो चोइस हो है कतिजनालाई बाक्लो मनपर्छ कतिजनालाई पातलो मनपर्छ तर मलाई चाहिँ पातलै मनपर्छ सोचा है सबैले बर्थडेमा केक काट्छ मैले चाहिँ मोमो काटेको है त्यो ताता चाहिँ म खानै सक्दिनँ त्यो त्यो पाक्यो होला खाने चाहिँ होइन यिनीहरू हटेको मोमो पाकेला तपाईँ हाल्थ्यो ताता त तपाईँ मोमोको भिडियो साह्रो ढिलो छिटो हुन्छ हौ छिटो खाएर होला कि किन लाग्नु भन्दा त हजुर भयो एउटा बिजुली भयो भयो नयाँ हो यो के चाहिँ यो मोमो होइन नयाँ अलिक मतलब? पुरानो खोइ पुरानै हो भाइलाई पाकेछ बोका दबाएकै छ पाकेन क्या लागेन एकछिन थपेको तर खाँदिनँ म सके भयो अगाएँ सुप खान्छु बोले यत्रो सुप छ अन्त पिरो चाहिँ कसेर नै भएछ मलाई मात्रै पिरो भएको कि पिरो भएको छ कहिले पिरो नहुने आज एउटा अनहेल्दी खाइम एउटा त्यो हेल्दी खाइँदैछ के साह्रो गुलियो गाजर त्यो त पिरो चाहिँ भएको छ नि सिजन भएर खानु कति पिरो छैन अहिले त बेसी हाल्दैन हौ
चाहिँ अगायो बाई सी यु इन नेक्स्ट भिडियो